के तपाईहरुलाई थाहा छ एउटा कडाईलाई गरम गरेर त्यसमा हामीले सब्जी हालेर चाहिँ मैले यहाँनिर पोटल लिएको छु अनि यसको बाहिरको बोक्रालाई छिलेर बीचको बीजलाई निकाले आलुलाई पनि त्यसरी नै बोक्रा छिलेर यसको माथि तातो पानी हल्दी अनि स्वाद अनुसार नुन हालेर चाहिँ यसलाई मज्जाले चलाएर छोपेर पकाउँदा पनि एकदमै मिठो सब्जी भएर जान्छ बिना तेलको पनि हेर्दै जानुस् होला अहिले मैले छोपेर पकाउँदैछु अनि अब मैले यसको लागि मसला पनि रेडी गर्दैछु यहाँनिर मैले गोटे जिरा लिएको छु लसुन अनि पोटलको भित्रको बीजलाई पनि यो मसलामा हालेर सबैलाई मज्जाले पिनेको छु मज्जाले पिनेर चाहिँ यसको एउटा राम्रो एउटा पेस्ट बनाउने हेर्नुस् होला पानी सुकिसक्यो पोटल र आलु पनि अलमोस्ट पाकिसक्यो अब यसमा अलिकति खाने तेल हालिदिने माथिबाट खाने तेल माथिबाट हाल्दा पनि एकदमै राम्रो भएर जान्छ टेस्टी हुन्छ खाना र पिनेको मसला पनि हालिदिने र एकदमै सानो फ्लेममा यसलाई पकाउनु पर्छ यो मसला हालिसकेपछि मैले प्याजलाई पनि डाइस गरिसकेको थिएँ र टमाटरलाई यो सबैलाई एकैचोटि हालिदिने अनि सब्जीलाई मज्जाले चलाइदिने हेर्नुस् त कलर पनि कस्तो दामी देखिन्छ टमाटर हालिसकेपछि यसलाई मज्जाले चलाइदिएर चाहिँ अब छोपेर फेरि यसलाई अझै पकाउने एकदमै सानो फ्लेममा पकाउँदा चाहिँ खाने तेलको गन्ध पनि जान्छ र 5 मिनट बाद हेर्नुस् कस्तो मजाले पाकिसकेको छ पोटल र आलु यसलाई चाहिँ अब मैले एउटा स्म्यासर युज गरेर यसलाई मज्जाले स्म्यास गरिदिएको छु हेर्नुस् त मैले दाल फिर्काउनेले यहाँनिर स्म्यास गर्दैछु एकदमै राम्रो ग्रेभी मज्जाको भएर आयो यो सब्जी यसरी नै तपाईहरुले खान सक्नुहुन्छ रोटी भातसँग मैले चाहिँ यहाँ अलिकति पानी हालेर हल्का ग्रेभी बनाइदिए र सब्जी पनि रेडी भयो एकदमै छिटो हेल्दी बनिन्छ यसरी पनि बनाउँदा यो मैले सर्भ गरिसके हेर्नुस् त कस्तो दामी भएको छ तपाईहरु पनि ट्राई गर्नुस् होला थ्यांक यू फर वाचिङ